यो नेपालमा पोडकास्ट चलाएर बस्ने अनि जीविकोपार्जन गर्ने मान्छेहरूको दिमाग चाहिँ खै पछाडि हुन्छ कि जस्तो लाग्छ हो मलाई चाहिँ। अब त विश्व लिम्बूले के कमेन्ट गरेको होला के? अब 5 स्टार होटेलमा किन यिनीहरूको मिटिङ भयो रे? यत्रा ठुला ठुला गाडी किन चढे रे? अब भएन भनेर ढोका खोल्ने मान्छे किन यिनीहरूलाई चाहियो? किन आफैले ढोका खोल्दैनन्? ए भगवान् यार! अब त्यत्रा 200 जना मान्छेको मिटिङ अनि के कस्तो ठाउँमा गएर गर्ने त? चिया पसलमा गएर गर्ने कि घरको आँगनमा गएर गर्ने कि कहाँ चाहिँ गएर गर्ने हो त हो विश्व लिम्बू? यो दाजु हो कि भाइ हो? यो दिमाग भुटेपछि मान्छेको अनि यो जे पाए त्यही बोलिदिन्छन् अनि अलिअलि यो आम्दानी हुने यो पोडकास्ट सोडकास्ट पनि फेरि सुक्छ के? तिमीहरू बोल्दाखेरि अलि विचार पुऱ्याएर बोल्ने गराउ न यार। सेलिब्रेटी हुँ भन्ने सोच्छौ कि के सोच्छौ? जाबो त्यो पोडकास्ट चलाएर अलिअलि कन्टेन्ट बनाउन बोल्न जानेको मान्छे अहिले पुरै त्यो रासोपाको खिल्ली उडाउने होइन नि त यार। एउटा तरिका हुन्छ नि त बोल्ने पनि। अब त्यत्रो सिट जितेर गएको छ, अब देश हाँक्ने उनीहरू हुन्, गाडी चढ्छन् यार, गाडी खोलिदिने मान्छे राख्छन्। त्यो त अब नैसर्गिक अधिकारको कुरा हो नि त, उनीहरूको हक अधिकारले पाएको कुरा हो। योभन्दा पहिला तेरा यो अब यो तँ पनि त्यही होला, एमाले काङ्ग्रेसको झोले नै होला सायद, त्यही भएर तिनीहरूको बारेमा कहिल्यै यो पोडकास्टमा बोलेको मैले सुनिनँ। तर अहिले रासपाको सरकार बन्न लागे नै थाल्दाखेरि तँलाई फेरि यो मिटिङको 5 स्टारमा किन भयो, कफी ब्ल्याक कफी किन पिए भन्ने टेन्सन छ है। बोल्ने भएको भए त पहिला देश लुटेका, जनताको रगत चुसेका मान्छेहरूको विरुद्धमा बोल्थिस् होला नि त। खै त बोलेको कहिल्यै? त्यस्ता तिनीहरूको विरुद्धमा बोल्ने मान्छेहरू पनि ल्याएर त पोडकास्ट चलाएको त मैले देखिनँ। होइन यार, के हो कि जसले केही गर्छु देश र जनताको लागि भनेर अगाडि बढ्दैछ उनीहरूको नै खेदो खन्छौ तिमीहरू जस्ता घाँसेहरूले भनेपछि। अनि हाम्रो देशमा कसरी विकास सम्भव छ त नि? तिमीहरू जस्तो जाने बुझेको मान्छेले त सपोर्ट गर्ने हो नि त नयाँलाई यार। के पारा हो कि यो विश्व लिम्बूको?